साथीहरू न्यू टेमएसबाट कोलेट्रोल लोड कसरी गर्ने त्यो म तपाईँहरूले हेराउन चाहन्छु। सबभन्दा पहिला न्यू वेबसाइटमाथि म लगइन गर्छु। म यहाँनिर लगइन भइसकेको छु र म यहाँबाट सबभन्दा पहिला डेस्कबोर्डमा जान्छु। त्यसपछि म होममा आइसकेको छु। यहाँनिर एड कोलेट्रोलको अप्सन छ, यसमाथि तपाईँहरू क्लिक गर्नुहोला। त्योभन्दा पहिला तपाईँहरूको जुन कोलेट्रोल हुन्छ त्यो यहाँनिर सो हुन्छ। मेरो यहाँनिर 3646.50 पैसा कोलेट्रोल मेरो रहेको छ र मेरो बाइङ पावर छ 144.41 को, किनकि बाँकीको जति पनि छ एमाउन्ट त्योसँग म एउटा सेयर बाई गर्नको लागि लगाएको छु। यसकारण यो कोलेट्रोल 144 नै हेराइरहेछ। यहाँबाट भ्यू डिटेल गरेर तपाईँ हेर्न पनि सक्नुहुन्छ। त्यसपछि म एड कोलेट्रोलमाथि क्लिक गर्छु। तपाईँ केबाट लोड गर्न चाहनुहुन्छ, म यहाँबाट कनेक्ट आइपिएस सिलेक्ट गर्छु र यहाँबाट म आफ्नो एमाउन्ट हाल्छु। जसरी म 7272 गरिदिइरहेछु। त्यसपछि रिमार्कमा म नथिङ लेखिदिन्छु। तपाईँ केही पनि लेख्न सक्नुहुन्छ। त्यसपछि कन्फर्म एन्ड लोडमाथि क्लिक गर्नुहोला। त्यसपछि यहाँनिर तपाईँ आफ्नो कनेक्ट आइपिएसको युजर नेम एन्ड यहाँनिर जुन क्याप्चो छ त्यो हाल्नुहोला। त्यसपछि साइन इन गर्नुहोला। त्यसपछि तपाईँहरू क्याप्चो हाल्नुहुन्छ। त्यसपछि तपाईँको पासपोर्ट माग्छ, त्यो हालिदिनुहोला। अनि यहाँबाट पासपोर्ट सेभको लागि भन्दैछ, म क्यान्सल गर्छु। अनि यहाँबाट सेलेक्ट एकाउन्ट छ, एकाउन्ट यहाँबाट सेलेक्ट गर्नुहोला। त्यसपछि तपाईँको यहाँबाट चार्ज हेरिदिनु। 8 रुपियाँ तपाईँको चार्ज काट्छ। टोटल तपाईँको जसरी म 7272 म लोड गर्न चाहन्छु, 8 रुपियाँ एड गरेर मेरो 80 भइसकेको छ र यहाँबाट म सबमिट गर्न चाहन्छु। सबमिट गरिसकेपछि त्यहाँ तपाईँको ब्याङ्कको पुरै डिटेल आउँछ र एउटा ओटिपी जान्छ तपाईँको मोबाइल नम्बरमा। त्यो ओटिपी यहाँनिर हालेर यहाँबाट सबमिट गर्नुहोला। म ओटिपी हाल्न चाहन्छु। मेरो ओटिपी भइसक्यो, म यहाँबाट सबमिट गर्छु। अनि मेरो यहाँनिर पेमेन्ट सक्सेसफुली भइसकेको छ। यहाँबाट म डन गर्छु र म आफ्नो कोलेट्रोल जुन छ त्यो एकैछिनमा यहाँनिर डबल हुन्छ। म यहाँबाट रिफ्रेस गर्न चाहन्छु र हेर्नु साथीहरू, मेरो 10,918 कोलेट्रोल छ अनि बाइङ पावर 7416 छ। अहिले पनि मेरो लगभग 32-33 जति यहाँनिर हेर्नु 3490 जसरी कि मेरो लागेको छ एउटा सेयर बाई गर्नको लागि। यहाँनिर हेर्नु 3490 मैले खर्च गरेको छु र बाइङ पावर मेरो अहिले पनि 7416 को छ। यस्तै गरेर तपाईँहरू पनि एड गर्न सक्नुहुन्छ। अनि यसमा यदि कुनै डाउट छ तपाईँको त्यो पनि कमेन्ट गर्नुहोला, म तपाईँको हेल्प गर्नेछु। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त्यो तपाईँहरू कमेन्ट राख्नुहोला।